बिकेबीवाई स्किम चाहिँ टोटल अर्ग्यानिक स्किम हो। अब यसमा चाहिँ फेरि के हुन्छ, यो पाउने सामानहरू के पाउँछ, कसो कसो पाउँछ, त्यसमा मात्रै नहेर्नुहोस्, त्यसमा मात्रै नजानुहोस्। मेन यो स्किमको हाम्रो मूल उद्देश्य के हो? मूल उद्देश्य के हो? तपाईँहरूको जुन चाहिँ जग्गा छ, तपाईँहरूको जुन चाहिँ बारी खेतबारी जग्गा जमिन छ, त्यसलाई चाहिँ अर्ग्यानिक सर्टिफिकेसन गराउने। अर्ग्यानिक सर्टिफिकेसन भन्नाले के बुझिन्छ? हामीले अब भन्नु त भन्छौँ, हामीले अर्ग्यानिक भन्छौँ होइन, अर्ग्यानिक भन्छौँ हामीले यताउता, तर तपाईँहरूले अर्ग्यानिक ब्रान्ड यसरी लगाएर आफ्नो गाउँको तपाईँहरू एउटा सपोज सम्झिनुहोस्, कुनै एउटा पुबुङ आलुबारी अर्ग्यानिक यस्तो यस्तो कोही एउटा नाम दिएर ब्रान्ड दिएर बेच्नु सक्छ तपाईँहरूले? सक्दैन। किन? तपाईँहरूको सर्टिफिकेसन छैन। तपाईँहरूले यो एउटा गभर्मेन्टको एउटा स्किम हो, गभर्मेन्टको स्किम अनुसार 3 वर्ष स्किम चल्छ। 3 वर्षसम्म बादमा चाहिँ तपाईँहरूको के हुन्छ, यहाँनिर रिसर्च पर्सनहरू आउँछ, जो कलकत्तातिरबाट ल्याबको मान्छेहरू आउँछ, आएर तपाईँहरूको प्लान्ट लान्छ, माटो लान्छ, लगेर उहाँहरूले कोलकाता ल्याबमा तपाईँहरूको टेस्ट गराउँछ। टेस्ट गराएर त्यहाँनिर रेसिड्युहरू यदि एकदमै पाएन, कुनै अब त्यो इनअर्ग्यानिक कुरोहरू पाएन भनेदेखिको तपाईँहरूले एउटा अर्ग्यानिक सर्टिफिकेसन गभर्मेन्टको तर्फबाट सर्टिफाई गर्छ। अब त्यो भएपछि तपाईँहरूले के गर्नु सक्नुहुन्छ, तपाईँहरूले एउटा ब्रान्ड भयो अर्ग्यानिक सर्टिफिकेसन, तपाईँले त्यहाँदेखिको एकदम अर्ग्यानिक प्योर अर्ग्यानिक तपाईँहरूले नाममा तपाईँहरूले कुनै पनि कुरो बेच्नु सक्नुहुन्छ। अब अहिले हामीले अब सानोभन्दा सानो हामीले यहाँनिर दार्जिलिङ टी भन्छ, दार्जिलिङ टी यताउता यहाँनिर धेरै कम्ती दाममा बिक्री हुन्छ दार्जिलिङ टी नै इभन होइन, तर त्यही टी चाहिँ लगेर बाहिर लगेर त्यसलाई ब्रान्डिङ गर्छ, त्यसलाई प्याकेजिङ गर्छ, ब्रान्डिङ गरेर उनीहरूले त्यसको दाम बढाएर मार्केटिङ गर्छ। बुझ्नुभयो त? यही कुरोहरू चाहिँ अर्ग्यानिक एग्रिकल्चरबाट पिकेबीबाट अर्ग्यानिक खेतीको लागि चाहिँ सरकारद्वारा यसमा चाहिँ बिउहरू पनि छ है। बिउ के को लेख्छ? बिउ के को छ? बिउ छ भटमास हो, मस्याम, दार्जिलिङ बिन्स, दार्जिलिङ सिमी, अन्त त्यहाँदेखि यो मटर, हरियो मटर, 4टा बिउ छ हो। 4टा चाहिँ बिउ छ है। हर्ली कम्पोस्ट 200 केजी छ। 200 केजी। अन्त त्यहाँदेखि अरू तपाईँको गुड छ, बेसन छ, अन्त अर्को चाहिँ त्यो उयो कम्पोस्टको त्यो सामान। यो मसिनो चाहिँ कतिवटा छ ढोल? यो मसिनो तपाईँको ठुलो 28वटा, सेतो कल भएको बाल्टी 50वटा, अर्को यो बोल 60वटा है, सानो 8वटा। ए यो चाहिँ आलुबारीको लागि मात्रै हो? आलुबारी कुलुम्पा यति चाहिँ। यो चाहिँ फर्स्ट स्लटमा आएको नि त होइन? सेकेन्ड लट आउँछ? सेकेन्ड लट फेरि आउँछ है। ठिकै छ हाम्रो।